हेलो गाइज, गुड मर्निङ, शुभ बिहानीको वेलकम टु माई मिनी ब्लग। आज हामी चाहिँ यसो म जन्मेको गाउँतिर आएको है। उहाँ मेरो ठुली भाउजू हुनुहुन्छ, यता चाहिँ मेरो भदैनी, यता चाहिँ मेरो नातिनी ऊ हिँड्दैछन्, उनी पनि उता। सो आज यो हाम्रो पुरानो घर हो पुरानो घर हो, तर यहाँ यस्तो फालेर अहिले नयाँ घर चाहिँ उहाँ बनेको छ, उता छ हाम्रो यो पुरानो घर हो। त्यसपछि यसमा अहिले त कान्छी भाउजूले पुरै आलुहरू रोप्नु भएको रहेछ, केमा बेलौती आँप मेरो ठुली भाउजू। सो आज हामी पुरा जन्म घरतिर आएर एकदमै खुसी लाग्यो हामीलाई आज। अनि त्यसपछि यो आँप के भन्न सरी है, यो आरु यो आरु हो, त्यो चाहिँ बाँसको रुख, त्यो केही चाहिँ केरा नजानेको मान्छेलाई हामीलाई त सबै थाहा हुन्छ नि त। हामी त जन्मेको, हुर्केको, खेलेको, खाएको, बसेको ठाउँ हो यो हामी। सो एकदमै खुसी लाग्यो आज हामी हाम्रो गाउँघरतिर आयौँ। धेरै वर्षपछि आयौँ, धन्न 10-12 वर्षपछि नै होला सायद आएको हामी। आज अब हामी जाँदैछौँ है, यहाँदेखि जाँदैछौँ। क्यामेरा ब्याक गर्न आउँ, यहाँबाट हुन्छ कि नेपालीमा ल। यहाँदेखि यस्तो झर्न लामो गाह्रो पनि छ गाइस। हामीहरूको यो ठाँटी पहिल्यैदेखि हामी खेल्दै बस्दै रमाउँदै आएको ठाउँ चाहिँ एउटा यो हामीहरूको। त्यो यहाँदेखि अलिक गाह्रो छ गाइस, हिँड्न पर्छ। हेर्नु अलिक गाह्रो छ, यहाँदेखि यस्तरी हिँड्न पर्छ, उकाली छ नि त। यहाँदेखि मान्छे झऱ्यो भने त मुनि झरिहाल्छ है फेरि यहाँदेखि। ल हामी जाँदैछौँ है। चोर्ता हेर्नु, गाई त्यो चोर्ता हो हेर्नु। यस्तो चिजहरू पनि खाइन्थ्यो, यस्तो पनि खान्छौँ हामी, यस्तो फुल पनि खान्थ्यौँ। सो आज यता म यहाँ चाहिँ हुन्छ, यता चाहिँ नातिनी हाम्रो। सो अब हामी जाँदैछौँ। यो पुरानो बाटो है, के भन्छ, रोड चाहिँ माथि बनेछ, रोड चाहिँ अहिले देखाउँछु। पुरानो बाटो हो अनि यो बाँसको रुख। उहाँ मान्छेहरू हिँडिरहन्, त्यो ठाँटी हो हामीहरूको। मेला मान्छौँ, बहुत ठुलो मेला हुन्छ हामीहरूको त्यहाँ। यहाँ सुनिता माथिबाट यहाँ कराइ छ। अनि नयाँ बाटो चाहिँ उहाँदेखि बने है गाजु, रोड चाहिँ माथिबाट बनेछ। हामी चाहिँ पुरानो बाटोमा हिँडेर एकदम खुसी छौँ। आई एम सो ह्याप्पी। आइज धन्न लोटिहाल्थे। हेर्नु यहाँ यता हेर्नुहोस् त, पुरै नयाँ बाटो खनेर उहाँदेखि हुँदै उतातिर यो हेर बच्चा बोकेर, सानसाना बच्चा थिए, बिहे गरेर अब आफूभन्दा पनि अब ठुला भइसके। गाई हेर्नु, धेरै वर्षपछिको भेट हो, तर भाग्यमानी भएस्। तर रोक ल हामी यहाँ हिँड्दैछौँ। हो गाइस, धेरै गाह्रो छ यार। उनी नातिनीलाई बोकेर टक्क लाएर हिँड्दैछिन्। अनि यो सानो बाटो पहिला विगतहरूको धेरै याद आयो। अब के गर्नु, गाह्रो छ। यो त पहिला यो तिदु पनि बहुत रुख चढेर खाइन्थ्यो। पहिला चोरेर खान्थ्यौँ, कहिले सोधेर खान्थ्यौँ है यो तिदु। त्यति बेला बहुत रमाइलो थियो दिनहरू। अब के गर्नु, अहिले अब यहाँ पानी आएछ त। पहिला पुरा याद आउँछ गरे। पहिलाको हामी पुरा टक्क लाएर खेल्थ्यौँ। अब सानो मान्छे पनि साथी चाहिँ दोस्ती चाहिँ मिल्थ्यो। साह्रै राम्रो लाग्दो रहेछ आफू जन्मिएको गाउँ ठाउँतिर आउन, असाध्यै प्यारो लाग्दो रहेछ। मेरो भदैनी, मेरो ठुली भाउजू अगाडि हुनुहुन्छ, हिँड्दै गर्नु भएको। मेरो नातिनी अगाडि छन्। अनि धेरै खुसी छु म, किनकि म धेरै वर्षपछि आएँ नि त। मेरो आफ्नो गर्दैछु के, ब्याग हुन्न के, ब्याग केमा। अनि जुन त्यो पारी देखिँदैन, त्यो चाहिँ हाम्रो मामा घर, भाउजू माइत दिदीको घर सबै छ त्यहाँ। डाँडा काँडा हेर्नुहोस्। यहाँ चाहिँ धेरै कसम यति खुसी लाग्यो नि। तर खुसी पनि छु, दुखी पनि छु छन त। तर पनि ठिक छ, खुसी नै छु। तर हेर्नु
सो गाइज आज हामी हाम्रो पाखो देखाउन गइरहेको छौँ आज हामी यही बारीबाट घाँस पहिलाको जमानामा हेर्नु साथीहरू जब घाँस काटेर एक भारी घाँस काट्थ्यौँ अनि बल्ल स्कुल जान पाउँथ्यौँ के भन्ने गरेको हुन्छ अनि त्यसपछि यो बाटो यहाँदेखि हामी सिधै 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 जाने है यो बाटो चाहिँ सिधै जाने यो बाटो चाहिँ माथि जाने यहाँदेखि माथि जाने यो बाटो यो चाहिँ हामी जाने गएर सर यसरी गएर यो बाटो गरे पुरै भएर गएर हेर्नु गाइस यहाँबाट वहीँसम्म गएको बाटो छ नि गएदेखि चाहिँ हाम्रो पाखो आयो माथि घाँस काट्ने पाखा हो त्यो घाँस काट्ने पाखो बाटो त त्यहाँ खतरा बनाएको छ अहिले त नयाँ पुरा बाटाहरू खनेर पुरै बनाइसक्यो रहेछ यो चाहिँ भाउजू हुनुहुन्छ उता चाहिँ अब सबैको जम्का भेट भए उता चाहिँ सुनिता मैया ल गाइस सबैले हेलो हाई भनिदियो सबैले हेलो हाई गुड मर्निङ शुभ बिहानीको शुभ वहाँ हाम्रो पाखा हेर्नु घाँस काट्ने पाखा यहाँबाट देखिनु नि त लास्ट अप्ठ्यारो छ यार यहाँदेखि त अबि यहाँदेखि त यता हेर्नु यस्तो भिड छ क्या यहाँ यस्तो भिड छ ल अब यतिकै म समाप्त गर्छु ओके बाई बाँकी चाहिँ म भोलि गर्छु।